यहाँनिर देख्यौ नि तिमीहरूले दुलो खतराको लाज ठिक छ नि बाबु एकदम ठिक छ एकदम ठिक खोइ त यहाँ यहाँभन्दा ठिक हुने ठाउँ छैन अलिलो तामालाई सोध रामालाई ल कस्तो गुगनाको यार कुन चाहिँ हगेर मराएछ छ पापीहरू हेलो नमस्ते लेडिज एन्ड जेन्टलम्यान आज हामी खेतमा आएको मस्त धान छुट्न यहाँ यसलाई बिटा लगाएर राख्यो भन्छ है यहाँ यसै गरी हाम्रो काटेर राखेको थियो यो चाहिँ मस्त बिटा लगाएर धानको व्यवस्थित हुँदैछ यो चाहिँ हाम्रो हरि हजुरबाहरूको है चाहिँ हाम्रो हरि हजुरबाहरूको टन्नै छ हजुरबाहरूको बाँसम्म पुरै छ अनि यो चाहिँ हाम्रो खेत हो हामीले चाहिँ यहाँ उठाइसक्यौँ त्यो हाम्रो चाहिँ अनि यति हो ओ यो हाम्रो सामरी खोला हाम्रो सामरी खोला यो चाहिँ सोल्टिमबाटै चोक चोक ल अब गाइस हामी माथि जान्छौँ है त्यो पुलमा गएर देखाउँछु म अहिले तलबाट देखाएँ माथिबाट है त माथिको भ्यू इन्जोय गर्नु यहाँ पनि छ धान काट बिथिती छ बिथिती तोरी छाल्न थाल्छन् यो हाम्रो पुल छ कि अक्का अक्का फोर हाम्रो फाँट ओहो अक्का छ कि हाम्रो बाटो फेरि यो चाहिँ हाम्रो बाटो भयो यहाँ पुल हेर्नु न यहाँ ओइ होइ भाइरल हो नि यार फोटो खिच्यो त अक्का छ नि कुरो नगरौँ यहाँबाट हेर्नु न अब लुक एट द भ्यू म्यान लुक एट द भ्यू हाम्रो फाँटको अरे कि जेमा भ्यू हाम्रो विक्रम दाई हाम्रो फाँट भला गरे दाई हाम्रो फाँट हेर्नु न ओए होइ 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 वहाँ परसम्म छ कि यो मोबाइल आँखाले भ्याउँदैन मोबाइलले के भ्याउनु यो चाहिँ केही नामाकरण गरेको छैन यहाँ बुझ्नु कि यो सामरी खोला हो मिटर चाहिँ मलाई पनि थाहा छैन बेन्चमार्क 2 यहाँ रहेछ B2 बेन्चमार्क 10 B10 R1 यो चाहिँ इन्जिनियर अलिअलि पढेका केटाहरूले अलिअलि बुझ्छन् मैले अलिअलि पढाइ भएर अलिअलि चाहिँ मलाई थाहा छ होइन U1 बेन्चमार्क रेफरेन्स पोइन्टहरू चाहिँ अलिअलि थाहा छ दामी छ कि सामरी सामरी हेर्नु सामरी चाहिँ हेर्नु न केटा हो सामरी हेर न तिमीहरू त्यो त हिमाल जस्तै देखिरहेको कि हामी चाहिँ माथि क्रिकेट खेल्न जाने गएको छ होइन एक दिन म क्रिकेटको भ्लग बनाउँछु यहाँ हाम्रो ग्राउन्ड बनाउने कुरो थियो है चाहिँ यो खारेर र यो जुन एरिया छैन खारेर रेडी बनाएको थियो नि अनि त्यसपछि माटो सार्नु गर्नु पर्ने बेला के भएर लोचा भएर अनि हामीले यहाँ हजुर दाइ अनि हामीले यहाँ नबनाएको तर यहाँ हाम्रो ट्याक्कै क्रिकेट ग्राउन्ड भन्थ्यो त्यो भर्खर किरण भाइ भनेर जाने दाइ हाम्रो यहीँको दाइ हो जस यो पारीको टिमबाट खेल्छन् कि बुढा दामी हुन्थ्यो कि यहाँ चौरबना यस्तो दामी थियो कि ठाउँ प्रपर चौरको लागि ठाउँ पुग्ने ठाउँ छ कि क्रिकेट ग्राउन्डको लागि माथि बसेर हेर्ने अझै पछि बनाउनु पऱ्यो यहाँनिर ड्रेसिङ रुम बनाउनु मिल्यो होइन यो एरिया ढाकेर जाँदाखेरि सबै भ्याउँथ्यो क्या तर हुनुहोस् के भयो यहाँ त्यहाँ खाल्टो साल्टो नि बनाएर छौँ वासरुम बनाउनु लाग्यो क्या खोइ समथिङ के बनाउनु लाग्यो होला त्यहाँ डम्पिङ साइड बनायो कि झोक्रो सोक्रो नि छ त्यही होला डम्पिङ साइड बाल्न थाल्यो होला पुल सिद्धो ल अब म पानी भरेर आउँछु बोतल छ कोका कोला
पेप्सी मोटीलाई ट्याक्सी बाई आइएम ब्याक केटाकेटी हो अहिले चाहिँ अलिक ज्यादा जुमिङ भएर रहेछ अनि फेस देखाएर हुन्छ ठिक छ नि मेरो फेस देखिरहेछ नि आइएम ब्याक है पानी लिएर आइसकेँ म त्यही सिमिलर हाम्रो ग्राउन्डमै छु त्यहाँनिर जहाँबाट इन गरेँ त्यहीँबाट स्टार्ट गर्दैछु मैले ए साँच्ची तिमीहरूलाई मेरो एउटा क्वेसन है त वाट डु यु थिङ्क अबाउट निकोलस भुसाल स्पिटी गरेर मान्छे अलिअलि इङ्ग्लिस त फुस्किहाल्छ क्या माइन्ड नगर अलि ब्रिटिस एक्सन तिमी के लाग्छ निकोलस भुसालले गाजा खान्छ कि खाँदैनन् अहिलेको देश व्यापक प्रश्न पोल ल तिमीहरूको लागि के लाग्छ तिमीहरूलाई जस्तो निकोलस भुसाल गाजा खान्छ हाम्रो घर माथि डाँडातिर छ कि अझै हाम्रो फाँटो हाम्रोमा मिसिन आइसक्यो कि क्या हो टाढै हजुरबा टाढै मेल जानु लाग्नु भएर मेल ए मिसिन लिन जानुभयो खोइ के पो भयो म त गरिब घरको केटा अझ परिवारको जेठा अरूभन्दा फरक मेरो वलिचरको व्यथा सफलताको खोजी गर्दै रगड्दा ती हातहरू बदलिँदै गए मेरो हात के लागेर रेखा के छ कान्छा एकदम ठिक छ बदलिँदै गए मेरो हात के लागेर रेखा हल्का म युज टु हुँदैछु क्या त्यस्तो भ्लगर होइन नि त यस्तो एडजस्ट गर्नु अलिकति गाह्रो भइरहेछ त्यो कुन चाहिँ बेनेली लिएर आएर चाहिँ है बेनेली हो कि जस्तै लाग्यो बेनेली हो कि थाहा छैन म बन्द गरेँ अब म सिधै फाटमा गएर बनाउँछु पानी लान हतार भइसक्यो मलाई हामी फेरि फाँटमा आइसकेका छौँ आफ्नो बारीमा त्यही म आइसकेको छु भनेर मेरो ब्लग सिद्धिनु पर्छ हजुर म गइसकेको छु म आइसकेको छु मैले ल्याइसकेको छु मैले खाइसकेको छु भन्दा भन्दै अरू त त्योभन्दा बेसी बोल्नै आउनु नै हार मम्मी पानी खाने हो ल लिनु कस्तो लागिरहेको छ तपाईँलाई खेतमा श्रमदान गर्दा किन झ्याउ किन मान्नु झन् बस्नु पाउनु भएको छ खुसीको कुरो खुसी छैन धान देखाउँछ है त म माछ अनि यो माछ बनाएर राख्यो यहाँनिर ट्र्याक्टर लगाएर ट्र्याक्टर बस्छ अनि ट्याक्क यहाँबाट झ्याप 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 हाल्ने हो कि गम कि गम त्यही भएर बनाएर राखेँ कस्तो लागिरहेको छ दाइ तपाईँलाई यहाँ ट्र्याक्टर नआउँदा एकदम खुसी भइरहेछ एकदम खुसी भइरहनु भएको छ दाइ ट्र्याक्टर नआउँदाखेरि धेरै खुसी यसरी माछ बनायो यहाँबाट यहाँ बालाहरू छ नि हाडमा चाहिँ धेरै झार थियो घाँस मिसिएको छ तर राम्रो छ हाम्रो यसको चाहिँ ठुलो कहानी छ है कहानी सुन्छौ केटा हो कहानीमा सुनाइन्छ त हाम्रो यहाँ कहानी के थियो भने अस्ति नै यो धान लगाइयो त्यसपछि लगाएको 5 दिनतिर है कहिले हो त्यस्तोतिर झारनाशक हाल्नुपर्ने भएर अनि झारनाशक लिन गएको चाहिँ स्वयं मी माइसेल्फ झारनाशक लिन गएको त्यो बेला के भएको थियो झारनाशक भनेर मागेँ मैले उसले पनि झारै नाशक दियो धानमा हाल्ने झारनाशक दिएन अनि मैले जेटीलाई सोधेँ जेटीभन्दा माथिकोलाई सोध्यो सबैले ए ओके छ हाल्दा हुन्छ नि होइन हाल्दा सबै धान मऱ्यो के भुसै गयो अनि झार चाहिँ आइरह्यो धान चाहिँ गयो त्यसपछि फेरि धान रोपेर यत्तिको भयो अहिले हुनु पनि धेरै राम्रो अहिले हामी सबले टाइममै सिद्धा छौँ त तै पनि मम्मीहरू उहाँ बसिरहनु भएको बाला फोन गरे हो भन्नुभएको छ होइन मैले बाला फोन गरेँ होइन मैले भ्लग गरेँ कहाँ प्रोफेसनल भ्लगर भइसकेँ म अब म यतार उतार फोन गरेर बस्छु त कति बज्यो दाइलाई जान हतार भइसक्यो अरे कति बज्यो दाइलाई जान हतार भइसक्यो अरे दाइ अब यहाँबाट भ्याएर दाइको आज घर जान्छ त्यही भएर
अब अहिलेको लागि यति नै, फेरि भेटौँला चल्ते चल्ते, बाई बाई। होइन त मामी, फेरि भेटौँ। बाई बाई हाम्रो बाई बाई हाम्रो भट्टमास यो चाहिँ भट्टास हो। भट्ट कसैले भट्ट नि भन्छ अब यो चाहिँ यसरी खानु मिल्छ क्या, भट्टमास नि भन्छ यसरी पनि खानु मिल्छ। भट्ट र मास अनि भट्ट पनि मास अरू चाहिँ यसलाई सुकाएर कुटेर यो झार्ने हो कि, उसिनेरै खानु मिल्छ, सुकाएर कुटेर पनि झार्नु मिल्छ। ल बाई बाई। अब ट्र्याक्टर आएपछि एकलट देखाउँछु म चाहिँ बन्द गरिसकेको थिएँ। अनि यहाँ बन्द गरिसकेपछि नि के देखेँ मैले, हेर नि, यो चाहिँ पाइपको चक्का बनायो होइन। अनि चक्काले चाहिँ के हुन्छ भने चक्काबाट चक्का बनाउने, अनि यो यसरी बुढाइन्छ क्या। ल हेर यसरी, यसको चाहिँ तार हुन्छ, यो तारमा लाएर यो यहाँनिरबाट चोके बनाएर यसरी तार लगाएर अनि यसरी यहाँबाट सर्र गुडाउनु मिल्छ क्या। यहाँ तार छैन, नत्र म गुडाएर देखाइन्थेँ। अहिले चाहिँ मैले यसै गरी गुडाइराखेको छु। हेर है त, उही बुढाहरूले खेल्ने, कुन चाहिँ बुढाको थाहा होइन। यहाँ त्यत्तिकै बस्नुभन्दा टाइम पास भइरहेको छ मलाई मस्त। धान झ्यापझुप हालौँला, ट्याक्क धान लिएर जाइहालौँला भने यो जहिले यस्तै हुन्छ कि धान हाल्ने बेला। बिटा लाएर राख्यो, ट्र्याक्टरै आउँदैन, बिटा लाएर राख्यो, ट्र्याक्टरै आउँदैन। त्यही भएर भन्न थ्याङ्क भाइ, कसको हो यो भाइ बहिनी कसको हो, मलाई यसो टाइम वेस्ट गर्न भइरहेछ। म कस्तो मिठो छाया आएको हेर्नु, ओइ होइ ओइ होइ 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 होइ। त्यहाँ बसेर फोटो खिच्नुपर्छ क्या, गतिलो कपडा लगाएन नि त मैले, काम गर्न आएको थिएँ। यस्तो भ्याङ्गुङ मुङ्गुङ लाएर यस्तो ढिला हुन्छ भने थाहा भयो त। खोला जानुपर्छ क्या हो केटा, ल तिमीहरूलाई म खोला लान्छु है त, तलबाट हेर्ने है त, माथिबाट त हेरियो, तलबाट खोला हेर्ने है त। हामी खोला जान्छौँ अब। त्यत्तिकै बस्नुभन्दा केटाहरूलाई मैले एउटा भ्लग दिने भयो क्या, त्यत्तिकै बस्दा बस्दा खोलामा पुलमुनि है, पुलमुनि गएको सब हेरेर आछन्। मलाई लाल लाल लागिरहेछ, यत्राको लाल। ओ सरी, यो एडिट गर्न खासै आउँदैन, छाडा बोल्दै भने त गाह्रो पर्छ नि। ओहो यहाँ त भारी पुग्यो, भर्खर आउनु भयो है क्या। अब यो चाहिँ कुलेसो हो, यो चाहिँ तलतिरको लागि कुलेसो हो। यस्तो छ यहाँ अहिले भत्याएर चाहिँ कुलो भत्याएर छ। हारतिर चाहिँ कुले भन्छ नि, तिमीहरूतिर कसकोतिर के भन्छौ भन है, कमेन्ट गर है केटाकेटी हो। औ खोलो स्याप्पै सुकाएको छ क्या हाम्रो सामरी खोलो। ल हेर्दा कहीँ छैन है, जहाँ त्यहीँ पानी नै छैन। वहाँ पर गएर अलिकति छ, एकचोटि पौडी खेलेर जानुपर्छ है क्या। केही लेखेन फेरि एउटा के हाम फाल्नु फेरि। अहिले धान हाल्ने बेला धुलै धुलो हुन्छ, अहिले त हाम फाल्न नि हुन्न। तिमीहरूलाई म एकखेप देखाउँछु है त, तिमीहरू कहिले पुलमा आएर यसरी देखाएको छौ? त्यो तिमीहरूलाई म देखाइदिन्छु हेर, यहाँ पुलमा हेर है, जुमिन कहाँ गयो है। अँध्यार हो, यहाँनिर देख्यौ नि तिमीहरूले दुलो हो, यो दुलो देख्यौ नि, यो वल्लो छेउदेखि पल्लो छेउसम्म हुन्छ क्या। यो जुन दुलो छ नि, वहाँदेखि वहाँसम्म नै हुन्छ क्या। अनि यो चाहिँ के को लागि राख्छ भन्ने तिमीहरूलाई हल्का भयो होला होइन, क्युरियोसिटी। अनि चाहिँ कसलाई हुन्थ्यो र दाइ? ओ सेट, त्यो हुन त कसलाई हुन्थ्यो र? तपाईँले क्युरियोसिटी भयो भएदेखि म भनिदिन्छु। यो चाहिँ सरी पानीले आवाज आएन होला। यो चाहिँ के गर्छ भने तिमीहरूको यहाँबाट पाइप लाइन लानुहुन्छ क्या, जस्तो यहाँबाट पाइप लाइन उता वहाँ होल हुन्छ, पाइपहरू पानीहरू पठाउनु चाहिँ यो काम गर्छ। कस्तो गु बनाएको यार, कुन चाहिँले हगेर मराएछ छ पापीहरू गु। ए यहाँ माथि गएर हग्छ। ओहो गलत ठाउँमा आइएछ केटाकेटी हो, गलत ठाउँमा आइएछ। यहाँ सामरी होला ठिकठाकै छ, तर पौडी खेल्ने लायकको चाहिँ छैन कि। अनि मजाको गहिरो हो भने चाहिँ मजा आउँछ पौडी खेल्न। तलतिर कहाँ खने त्यहाँ
खेल्नुपर्छ। अब म एउटा ट्याक्क बेलुकालाई टिकटक बनाउँछु है त। टाइम ल्याप राखिदिएँ मेरो त नुहाउनु हुन्थ्यो, अहिले नुहाउने समय छैन, त्यही भएर म त गरिब घरको केटा अझै परिवारको जेठा। कस्तो आज यो गीत आएको आएछ, काम धेरै गर्नु पर्यो है क्या। साँच्चै धेरै त गरे होइन, तर यो गीत दामी गायो यार। बाबु बिलिगर है के थियो होइन यो गीत गाउनेवालाको। ल बाई बाई, फेरि भेटौँला। अब यो म एकछिन भिडियो बनाउँछु पानीको खोलाको। अब म निस्केको गाई है, बारीमा ढ्याङ ढ्याङ गरिरहेछ, ट्र्याक्टर आयो जस्तो। म कुदेँ, अब मार्छन् फेरि बाबाले ब्ल्याट्टै। कहाँ गइस् त कराई त सुन्नु भएन नि त, गाली खानु त भएन। गुटुटु जाउँ, यसो मिलाउँदा होला टक्क पुग्ने गरी। घाँस काट्नु आन्टी, घाँस पुग्यो, भारी पुग्यो त, भारी पुग्यो। खोला वरिपरि सब हगेर ढुङ्दी गनाउने बनाएछ। आएछ ल, हाम्रो मिसिन आएछ, हाम्रो मिसिन आयो है। मिन्स हाम्रोमा काम गर्न आयो भनौँ न। यो चाहिँ हाम्रो हजुरबाहरूको हो क्या। हाम्रो हजुरबा मतलब नाताले पर्नुहुन्छ, उहाँ हजुरबाहरूको हो। हाम्रो मिसिन आयो, अब म माइ गएर देखाउँछु है त। मिसिन आयो, मिसिन आयो, मिसिन आयो, मिसिन मिसिन आयो। हाम्रो होइन यो, ओ सेट। म कुद्दै कुद्दै आएको है। मिसिन आयो भनेर कुद्दै कुद्दै आएको। मिसिन त पारी लाइनले, हाम्रो होइन अरे। तनाव भयो, तनाव भयो। आयो मिसिन भनेर आएको म खबर। अबलाई फेरि राखिदिएँ मैले, एकछिन गाह्रो भयो। बाइक एन्टी लाइट आयो होला यता, बाइक। हेलो गाइज, फेरि है फेरि न वेलकम है। यहाँ के भएको थियो ल, हेर्दा यहाँ प्लेन दुइटा। ल के भएको यो होइन, ल ठोकिल्ला हेर है, हेर है, कोल्याप्सै हुन खोजेर दायाँ बायाँ भएर गयो। एउटा इन्टरनेसनल रहेछ माथि छ, एउटा लोकल रहेछ के। उयो माथिको ठुलो छ इन्टरनेसनल। देशमा के घुमिरहेछ। ए ट्यु के अरे, यो हाम्रो इन्टरनेसनल एयरपोर्टमा बहन देखाएन भने त्यही भएर घुमेँ क्या। यो अब लुम्बिनी जान्छ होला सायद। ल हेर यहाँ बसिरहनु पर्छ, के पो देखिन्छ के। बसिरहनु मात्र पर्ने हो कि के पो देखिन्छ, त्यही भएर बस्नु चाहिँ पर्छ। हाम्रो ट्र्याक्टर आयो क्या, जे आयो नि आफ्नैमा आएको हो कि जस्तो लाग्छ। यो चाहिँ आफ्नैमा आयो कि जस्तो लाग्छ, फेरि होइन रहेछ। जे आयो भने त्यही लगाइरहेको छ। यहाँ ट्र्याक्टर कुरेर बस्छ। उहाँ ल आयो, आछ भाइ उहाँ देख्यौ। यो र अर्को चाहिँ सानो चाहिँ हरायो। कुन देशको हो, सेतो रहेछ, केही लेखेको छैन। तलतिर कतारको आयो, कतार लेख्थ्यो नि त्यो। अरू गयो 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 भाइ। ल राखिदेऊ, राखिदेऊ भाइ। तलै होइन के मम्मी, यो माथि नै हो। हेलो गाइस, अङ्कल के छ? ठिक छ नि बाबु, एकदम ठिक छ, एकदम ठिक। खोइ त यहाँ यहाँभन्दा ठिक हुने ठाउँ छैन। खोइ तपाईँ कहाँ लाठेहरू कुरेको त यहाँ धान अलपत्र भइसक्यो। त्यो त जहिले हाम्रो त कस्तो जोडी मिल्ने के।
हामीले दोहोऱ्याएर रोप्दाखेरि पनि सँगै हाम्रो त ससल्लाह गरेर नै रोपाइ गरे गर्दा पनि अनि यो मिसिन नआउने नि कस्तो मिल्ने मिसिन नआउनु पनि एकै दिन कस्तो ट्याक्कै मिल्यो क्या कस्तो मिल्या गीत गाइदिनु बाबु एकचोटि म लिएर आउँछु एकचोटि गीत गाएन आहा कलिलो तामालाई सोध रामालाई ल हामी लाग्यो मिसिन लिन बेला रमाइलो नि गर्नुपर्छ ट्र्याक्टर त रन्केर आयो कसको हो यो झ्याप्पै ब्रेक मारेर सरक्कै यता घुमायो यो ठाउँमा यस्तो धराप चलाउँछ बगरमा भनेपछि उहाँ कसको बाइक हो कि स्कुटी त आयो है फकट्या बस्नुभन्दा भलक बनाउनु राम्रो रहेछ आहा कलिलो तामालाई सोध रामालाई छैन त्यहाँ पनि आएन लगाएछ मिसिन लिन र म हिँडेँ बाल लिएर आइहाल्नु हो अब हामी फर्केँ म चाहिँ मिसिन उहाँ पछाडि आउँदैछ अहिले अब आइपुग्छ अनि देखाउनुपर्छ मिसिन आएन भने मिसिन खोज्न हिँड्यो हामी पाइयो टेलरवाला चाहिँ मल देखाएको छ नि ढालको अब टेलर कहिले आउने ल अब हामीले मिसिन ल्यायो मम्मी सब अलिकति बाँकी राख है बाबु यहाँबाट छिर्नु पर्छ नमस्कार मिसिन ल्यायो हामीले त मिसिन ल्यायो है हाम्रो मिसिन उहाँ आउँदैछ हामीले मिसिन ल्याइदिउँ केही भन्नु छ तपाईँलाई हजुर ट्र्याक्टर चाहिँ मल हाल्दैछ अरे ऊ हाम्रो मिसिन आइसक्यो है अब म देखाउँछु तपाईँहरू यसो तिर्पल बिछाउने गर्नु म चाहिँ अलिकति भिडियोग्राफीमा छु आज तपाईँहरू यसो मिलाउँदै गर्नु म चाहिँ बनाउँछु एउटा मोबाइल तेर्साउनुको फाइदा चाहिँ दुई तिनटै हुन्छ क्या एक त यहाँ पनि काम गर्नुपर्ने दुई त कसैले केही भन्नु लाग्यो भने यसो तेर्साइदियो अब यहाँ तिर्पल ट्याक्क बिसाउनु हुन्छ यहाँ मिसिन आउँछ ठ्याक्क बस्छ अनि त्यो तिर्पलमा चाहिँ झर्या हर्या धान ट्याक्क उठाउनलाई म बुझाइदिइहाल्छु नि तिमीहरूलाई केटाकेटी हो ल हामीले यसरी तिर्पल बिछायौँ ट्याक्क ट्र्याक्टर आयो हाम्रो मिसिन अहिले दाइ आउँछ नि भन्छ होइन यसरी हो ट्र्याक्टर यसरी छिर्छ अथवा उताबाट यता आउँछ हुने यसै गरी हो हाम्रो मिसिन अर्को थप्नुपर्छ ए यो धोक्रो पो मैले त तिर्पल भन्छ नि ल यहाँबाट अब फेरि अर्को तिर्पल थप्नुहुन्छ सुलुक्क हाम्रो मिसिन अब यहाँबाट ट्याक्क राखेर हुन्छ ल अब हेलो केटाकेटी हो फाइनली सिद्धियो है कता केही भयो यति आयो जम्मा धान चाहिँ पराली यति भयो धान यति आयो मरियो भ्याइयो भ्याउनु चाहिँ ढाडै दुख्ने गरी भ्याइयो क्या अहिले हाल्न लगाएको छौँ जिम्मेवारी देखाउँछ अहिले त्यहाँ हाल्न लगाएको छौँ अब कसरी हाल्ने भन्ने कुरो अब म देखाइदिएँ ल अब त्यहाँबाट त्यो ढाला खुल्यो अब त्यहाँ मान्छे टेक्छन् देख्यो अब त्यहाँ टेक्छन् अनि झ्याप 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 हाल्छन् हेर है त ल हेर त्यहाँ अब स्टार्ट हुन्छ ट्र्याक्टर स्टार्ट भयो है अब ढुई चल्छौँ धुलो फ्यान थाल्यो नि ल हेर त्यहाँ यसले त सब पराल उठाउँछ यो कस्तो खालको मेसिन ल्याएछ नि यिनीहरूले हेर्नु त्यहाँ त्यसरी हाल्ने हो झ्याप झ्याप हामीले पनि त्यसै गरी हाल्यो हाम्रो त चिसोमा अड्क्या हो नि सुरुमा कस्तो गयो जाम भइहाल्ने यति भयो जम्मा हाम्रो यति भयो धान यति भयो हामी यस्तो भयो सबै लखतरान अब ट्र्याक्टर आउँछ लोड गर्ने लाने उता हेरेर ल तिमीहरूलाई म देखाइदिइहाल्छु नि मम्मी के लागिरहेको छ तपाईँलाई यति धान आएर ल बताउनु त
धान कति आयो कति पाथी जति त आयो त कति पाथी भर्नु पर्छ ल लमसम भनिदिनु न आत्तिन मान्छे सुनेर आयो नि कति पाथी भनेपछि थोरै आयो भन्ने बुझ्नु है धेरै आयो भने भनिहाल्थेँ आइए अब बाई भने 4 बोरा धान हुन्छ ल यसरी हामीले गुन्डा बनायो होइन लामो खालको नबनाउनु रे अनि दाइले सिकाइरहेको थिएन है कसरी बनाउने भनेर अब म यो देखाउँछु यो कसरी बनाउने भनेर हेर्नु है अनि कतिवटा बन्छ लामो खालको बनाउने क्या उनीहरूले दाइहरूले एउटै बन्छ ओहो त्यहाँबाट छिटो छिटो निकाल्नु न कस्तो ढिला गर्नुभयो चक्रै बनायो त ल ल ल ल बुवाले भ्याइरहनु भएको छैन है अब यो यस्तै गरी बनाउने हामीलाई चाहिँ यसरी आउँदैन थियो त्यो दाइले सिकाइरहनु भएको हामी यस्तो गरी बनाउँथ्यौँ भयो अरे ल अब कसरी हाल्ने म देखाइदिन्छु किन नदेखाउँ दाइ ह्यान्डसम थाहै छ नि मक्का पर्छन् फेरि मुख देखाउने त्यो कति मक्का पर्छन् मुस्कायो दिएको दे अब छर्ने रे ल झ्याप्पै हाल्ने छरिदिने झ्याप्पै हालेर छरिदिने है यताले पुरै सिकाइरहेको छन् अब हामीलाई नि अब हामी पनि पराल किनेर बेचिदिन्छौँ दाइ त्यसो भए ट्र्याक्टर तपाईँकै है फेरि यसरी म गुन्डा बनाउनु सिकाइदिरहेको छु गाई तिमीहरूलाई हेर कसरी गुन्डा बनाउने भनेर म यहाँ सिकाइदिरहेको छु जान भारी नै बनाउने हाम्रो ट्र्याक्टर आउन्जेलसम्म त हामीले सबै भ्याउने रहेछौँ जस्तो ल भयो ल अब आउनु दाइ फुल अन फर्म आइसक्यो है दाइ ल ल ल बाबा जानुहुन्छ र कि जानु म यहाँ देखाइरहेको छु के भएर घरमै जान्छ भने ट्याक्कै गुन्डा बन्यो तपाईँ नलड्नु न तपाईँ लडिदिइहाल्नु भयो मैले बनाउनै पाइनँ ल यसरी यसरी बन्ने रहेछ ल ऐठे ल हेर्नु अब बन्यो नि त दाइहरूले नि खालको ठ्याक्क आजको लागि यति नै फेरि भेटौँला चल्दै